असारे 15 दही चुरा खाने साउने 15 खिर कस्तो ठाउँमा दिल बस्यो पर्नु पर्यो पिर उहाँ मज़ा आया और मैं ये जो मज़ा है कि हर व्यक्ति को देना चाहता हूँ। आज चाहिँ हामीले खिर खानलाई टक्क मम्मीले यो भाँडो चाहिँ पुरै खरानी लाएर ट्याक्क पारेर रेडी गर्नुभयो होइन। अनि त्यसपछि यहाँ एउटा झुसे बारुलो पनि टक्क खिर खानलाई आइसकेछ। अनि हामीले टक्क नरिवल सरिवल च्याटचुट काट्दै काटिँदैन फेरि ढुङ्गा काटे जस्तो छ होइन। अनि ट्याक्क नरिवललाई काट्यौँ 2 टुक्रा बनाएर च्याट मास्टर सेफले जस्तै ट्याक 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 पारेर काटेर भ्याइएलाई लगभग कस्तो साह्रो रहेछ। अनि त्यसपछि बदाम लिएर आयो एक अम्जुली। अनि त्यसपछि त्यो अर्को के हो त ठुल्ठुलो बदाम जस्तो अनि काजु बदाम सब लिएर आएर नट्सहरू रेडी बनाइयो होइन। अब खानाको लागि ओए बबाल देखिरहेको छ या त अहिले निकालेर खाइदिनु जस्तो देखियो त। अनि त्यसको लागि पहिला आगो ज्याप सल्काएर ट्याक्क आगो फुकियो अनि त्यसपछि अघि रेडी पारेको भाँडो बसालेर त्यसमा घिउ हालियो 1 चम्चा घिउ हालियो 2 चम्चा घिउ हालियो अनि अलिकति फेरि थपियो। मम्मीले घिउ हालेर रेडी पार्दै हुनुहुन्छ। त्यसपछि सबै नट्सहरूलाई सरर हालेर मस्त बाटबुट पारेर एकछिन भुटियो। अनि भुटिसकेपछि फेरि अझै भुटियो अनि त्यसपछि फेरि चामल हालिसकेपछि फेरि पनि भुटियो। कति भुट्ने भुटेको गरेर फेरि अघि बाँकी रहेको चामलहरू पनि मम्मीले हालिदिनु भयो। अनि त्यसपछि के भयो भन्दाखेरि अझै चामल हाल्दै हुनुहुन्छ अनि भुट्यो। फेरि भुट्दैछौँ अब त तपाईँ हेर्दा नि दुध हाल्ने बेला भइसक्यो जस्तो लाग्यो होला। अब हाल्छौँ नहात्तिनु। अब फेरि ट्याक्क रेडी पारेर दुध हालियो। अनि दुध हालेर चामल र त्यो नट्सहरू त दुधमा पौडी खेलिरहेछ। अनि त्यसपछि वरिपरि चलाएर रेडी पारियो। अनि त्यसपछि फेरि सब रेडी गरेर एकचोटि भुइँ पारेर चलाइदिनु भयो। अब हेर्दै खाम जस्तो भयो तर काँचै खाना त भएन फेरि छेरिन्छ। अब फेरि रेडी भएर आगो फुकेर मजाले बक्लो उमालिराखेको छ। कत्रै उम्लिरहेछ होइन। हेर्दैखेरि कत्रै बवाल देखिरहेछ उम्लिरहेछ। अनि टक्क अब स्वाद अनुसार चिनी 2 चम्चा 3 चम्चा चिनी त मजाले हालेर ट्वाक्क खानु पऱ्यो। अब चाहिँ बल्ल अलिअलि पाक्ला जस्तो देखिरहेछ। बवाल देखिन्छ अलिअलि तलपट्टि अलिअलि टाँसेको थियो। अनि त्यसपछि फेरि एकचोटि चलाएर पुरै नरमदेखिको बल्लाएर सब टाँसेकोलाई निकालेर रेडी पारेर पत देखियो त ज्यापै खाइदिइहालौँ जस्तो खाम जस्तो भएछ होला होइन। आफैले पकाएर खाने कसले दिन्छ र। ल अब त्यसलाई ज्याप लाएर निकालियो हामीले। निकालेर टक्क बाहिर राखियो। अब त्यसपछि योसँग त अरू नि खानु पऱ्यो फर्सीको मुन्टा। अनि मम्मीले स्वारको धारोमा फर्सी मुन्टा खेलाएर पखाल्दै हुनुहुन्छ। अब यो पखाएर अनि अबको भाँडामा ट्रान्सफर गरिदिनु भयो। अनि त्यसपछि फेरि कराही बसालेर कराहीमा तेल हालेर अलिकति मेथी फुराएर खुर्सानी हालेर पटरट्ट पारेर अनि फेरि हामीले फर्सी मुन्टा ओइलियौँ। अब चाहिँ फर्सी मुन्टा फेरि ओइलिनु भयो। अनि त्यसपछि त्यसलाई चलाएर भाटभुट पारेर अलिकति नुन स्वाद अनुसार नुन हालेर फेरि चलाउनु भयो। अनि फेरि चलाउँदै थियौँ। त्यसपछि पाक्न लागिसक्यो। फेरि धेरै फ्याट त भएको मिठो हुन्न ठिक्क पाकेको मिठो हुन्छ। अब सब रेडी भइसक्यो। अघि फर्सी मुन्टा खिर अनि काँक्राको अचार त्यो पनि अघि नै रेडी गरेर राखिसके हो। अब चाहिँ हामीले सर्भ गर्नको लागि पुरै थालमा पहिला खिर हालियो। कस्तो बवाल देखिरहेछ हेर्दै खाम जस्तो। अनि त्यसपछि अब के फर्सी मुन्टा हाल्नु पऱ्यो। अनि त्यसपछि अलिकति काँक्राको अचार हालेर सर्भ गर्नलाई रेडी भयो। खतरा बवाल देखिरहेछ। असार होइन साउने 15 त खतरा मनाइराखेछौँ हामीले सबै मिलेर। मस्त खाइयो। थ्याङ्क यू बाई।